साथीहरू तयार हुनुहुन्छ? नमस्कार पत्रकार साथीहरू, आज चैत्र 12 गते राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा आजको केन्द्रीय समितिको बैठक, त्यस लगत्तै संसदीय दलको बैठक, संयुक्त बैठकमा तपाईहरु सबैजनाको उपस्थितिप्रति स्वागत छ। आजको केन्द्रीय समितिको बैठकमा हामीले दुईवटा एजेन्डा राखेको थियौं। केन्द्रीय समितिको बैठकबाट संसदीय दल गठन गर्ने र अर्को एजेन्डा संसदीय दलको नेता चयन गर्ने। यो दुईटै एजेन्डा पार्टी सभापति श्री रवि लामिछानेज्यूबाट प्रस्तावित थियो, जुन पारित भयो। त्यसपश्चात हामी 5 बजे राखिएको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठक 5 बजेर 6 मिनेटमा सुरु गर्यौं र 5 बजेर 20 मिनेटमा समापन गर्यौं। यस बैठकमा दुईवटा एजेन्डा जुन केन्द्रीय समितिबाट प्रस्तावित र पारित भएको एजेन्डा संसदीय दलमा प्रस्तुत भयो, जस अन्तर्गत हामीले संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता श्री बालेन्द्र शाह बालेनलाई पार्टीको तर्फबाट, संसदीय दलको नेतामा रवि लामिछानेज्यूले प्रस्ताव गर्नुभयो र सर्वसम्मत रूपमा त्यो पारित भएको छ। साथै पार्टीको तर्फबाट आगामी सरकार गठन गर्नको लागि वरिष्ठ नेता बालेन्द्र शाह साथै संसदीय दलको नेता बालेन्द्र शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको तर्फबाट आगामी सरकारको गठनको लागि प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्ताव पार्टी सभापति रवि लामिछानेज्यूले गर्नुभयो, जुन पारित भएको छ। धन्यवाद।